बिरालो देखेर देखा त्यो म हो ओइ म त आउन सक्दिनस् त ओइ लैजानु मलाई नि किन बोले छैनौ तिमी? उसको बुढी आयो कि सुत्नलाई रुममा त्यही भएर बुढी भाडा सुत्न माझेर लागेको भए त गइहाल्थ्यो नि। थोरै नि गेम खेलेर बस्थ्यो त। कस्तो कुरा? रिसाएर झगडा परेर होला एकछिन यो गेम त अब उसको र्याङ्क घट्छ नि त अनि खेल्नै पर्छ त्यही भएर अब जान्छ हेर्नु यो गेम सक्ने बित्तिकै उसको बुढीले हेर्न भाडा माझेर भर्खर आउँदैछ भाडा माझ्दैन के थाहा तँलाई? ए भाडा माझेर भाडा भर्खर त आउँदैछ। माझ्छ नि I'm ए recalling a बुढी मान्छे भाडै teammate. माझ्छन् जसले पनि? झगडा परेर होला Thanks. किन ढिला आयो भनेर गणेशले गाली गरेर होला बुढीलाई कति हँसाइस् तैँले। आयो माया तिमी? ए माया किन आयो त? तिमीलाई कसले आउनु भन्यो? उ त्यो गणेशले म त बोलेकै छैन। अब उसले रिकल गरिदियो त म आएँ के गर्नु त बोलाएर त रिकल गर्यो होला नि बोलाएको होइन उसले। केही गन छैन एउटा ब्याग पनि छैन Form up on me. किन बोले छैनौ? बोल न यार मजै आएन तिमी नबोलेर। बोल्दैन अब हामी नखेल्ने गणेशसँग उसको बुढी रिसाउँछ तिमी बुढी गरी हेरे फेरि। Fall back to अनि safe zone. त्यो राम्रो। अब नखेल्ने गणेश बोलेन भने मैले 10 घन्टासम्म गणेश बोलेन भने म भोलिबाट गेम खेल्न आउँदिन 1 2 3 4 5 उता एनिमी आउँदै यार Watch out. म त यहीँ अड्के यार कहाँ हो जाने ठाउँ? देख्यो नि त अनि। 9 10 भन्दा नि बोलेन गणेश त होला निद्रा लाग्यो गणेश नबोलेर गणेश त किन बोल्थेर हामीसँग त्यही नै गणेश कहिले बोल्छ र हामीसँग खोलाबाट प्लेयरहरू गणेश कस्तो भाउ खान्थ्यो है के थाहा तँलाई के रे? गणेश कस्तो भाउ खान्छ के थाहा तँलाई ए त्यो के धेरै अब प्रो भएर हैन हेप्छ कि हामीलाई के छ अन्त हेप्न थिए? नबोल त।
यो जोन आइसक्यो त अनि अनि बसिरहेको त तिमी त कसलाई हेरेर बस्यौ त नि आऊ न हामी कहाँ त जाने आइसक्यौँ अनि त जोनभित्र जोन बाहिर भन्नु गोलो घेराभित्र ला वे मलाई बचाऊ हिलिङ गर्न बचाऊ बचाऊ आइज न गाडी लिएर छैन त्यहाँ छिटो आइज न माया कि तँलाई मेरो माया लाग्दैन ओइ नभुल जा होइन नेट स्लो भयो जस्तो पक्कालाई म गाडीमा लिन आउँछु पर्थेन तैँले दिन मलाई प्रो प्लेयर कहाँ चाहिँ गयो होला यो केटी हो माइ कहाँ जाने त अनि जोनमा आउने हुन्छ चार्ज त्यतै बेला ला दुईजना रहेछन् यहाँ त अब भयो ला भाग्यो गर्नु ओइ गर्नु भनेर बोलाउनु क्या बोल न गर्नु ला जोन आइसकेछ त। कसम यसलाई त म त गनै हानेर मारिदिउँ कि के हो नि कहाँ भाग्ने हो अब जहिले मैले यति धेरै कहाँबाट जाने हो नघुमेको है छ मलाई त थाहा छैन त गणेशले मेरो किल चोर्या चोरे गर्यो यार छे कहाँबाट जाने हो कि आइज न तेरो गाडी लिएर दौडी बाउले त सिधै गयो यहाँ बाहिर गणेश Marked a location.
मार्दै खाते कहाँ जाने हो यार म थाहा छैन। गणेशले 22 किल गरिसकेछ। वाह रो दाइ म त मर्नु लागेको के गर्नु। युज गर्नै नपानी रहेछ त योमा त पानीमा त के हो ला वे मलाई बचाउन आइज न युज गर्नै नपाउने रहेछ पानीमा। मिल्दैन क्या अब जोन यो जोनले लास्टै काँडे काट्छ कि केटी लास्ट अन्तिम के अन्तिम गर्नु भएपछि अन्तिम 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 भएपछि त्यो जोनले बस्दैन के एकदम फास्ट ल फास्ट बचाउन आऊ न त। बसाउन सकिँदैन यति सानो म मरिसकेँ भन। यो सानो अवस्थामा बचाउन मिल्दैन तिमीलाई यो जोनले चाँडी काट्छ तिमीलाई एकैछिन नमरेको भए त म केही छैन प्रो प्लेयरको गेम हो अब एकले पनि 10 किल भ्याइरह हेर्न 27 किन किल बोलाएन हानिसक्यो ऊ अब उसको 50 किल हान्ने बेला भइसक्यो त्यही भएर होला नि Awesome. यस्तोले केटी ठुलाबाट प्रोहरू हामी नुब जस्तै नुब्दाहरूसँग कहाँ बोल्छ मा दुई दुईवटा मरेको हेर्नु ठोकाएर हो कोही जहाँ जहाँ हान्दै 1 HP हो भनेर होला त्यसले अर्कोलाई हामी चाहिँ हेरेको हेरे हामी चाहिँ हेरेको हेर्न अन्डर मेरो हेर्न मजा भएन कसरी हान्छ हो यस्तो ओ माई गॉड प्रो दाइ Awesome. हेरे हेरे भयो त आया हामी अब एक सर्टमै मरिसक्थ्यौँ म त हाततिर मर्थेँ हामी गोली हालेर मर्थ्यौँ भन्न त्यस्तै अवस्था थियो हेर्नु ल यसरी कसरी सक्नु बाबा मार्नु त मारे हो मैले पनि आयो 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 मजस्तै रहेछ यो पनि मजस्तै रहेछ
गणेश एउटा एनर्जी ड्रिङ्क खाऊ न हैन ऊ आयो त्यसको गाडीमा आयो कि उही ऊ आर्मीको गाडीमा मरे गणेशको याद छ हेर्न रिचेर ओ माई गॉड दाइ उहिले त हान्ने रहेछ आधी एनिमी त उसले मारिदिँदो रहेछ उही के 100जना एनिमीमा आधी एनिमी त्यसले मार्दो रहेछ अनि गणेशले हेर्न 38जना मारिसक्यो युट्युबर अन्त चिकन डिनर Victory belongs to us. Victory Hammy. belongs to us. हामी थियौँ नि त दुईजना अब लुटेर मार्नु भयो के हो किन नबोल्या कि किन हो र नाटक चाहिँ धेरै ओइ खोइ किन बोल्यो के जानौँ र यसो बोलिस् यता त छन् मान्छेहरू पत्ताउँदिन म कति कति तिमीले भाउ खायौ थुकुचा रहेछ नि त ए थुकुचलाई इन्भाइट गर न ऊ आए थुकुच अरे थुकुच के छ कस्तो रेडी हो र भर्खर आछु कस्तो कतिखेर आयो तिमीहरू बे हामी त अघि हेलो तिमीले कुर्ता कुर्दा आइरहन् मै ढिला आएको र ए खेला बे भर्खर त 10 बजे छ बे ला 11 बजे रहेछ नि त मनको कुनाभित्र यार ढिला भएछ नि त यार मै ढिला आएको रहेछ यार मेरो भोइस सुनेछ कि छैन हो तिमीहरूले हेलो हेलो सुनिरहेछ माइक चेक ढिला आएको छु नि बोल्दैन त म यार यिनीहरू ओइ ऊ गएको थिएँ कहाँ जान्छौ के तिमीहरू बेला बेलामा कस्तो नोटिफिकेसन पनि नपठाएको यार कसैले पनि पठाएको रहेन
मुभी हेरेर ओइ बसेको दीक्षा थियो कि दीक्षा बोल्दैन गणेशले बोलेपछि मात्रै बोल्छ कि ए दीक्षाले एउटा सोध्नु थियो कि I won my last match. के Let's सोध्नु थियो fight together. के सोध्नु थियो थुकुसलाई थुकुर तिमीसँग एउटा खेल्थ्यो नि के अरे नाम के थियो तिम्रै त्यो आटिका त त्यो बहिनी पर्ने थियो नि के थियो नाम थाहा भएन पहिला खेलेको थिएँ कि नामै बिर्सेँ को र को नाम तिमीले चिनेको तिमीसँग पब्जी खेल्नेहरूको नाम भन्न त के थाहा म त Good तिमीहरू luck, दुईजना mates. तिनजनालाई चिन्दिनँ होइन क्या तिम्रै नजान नजिकै पर्थ्यो क्या तिम्रो कस्तो भन्दाखेरि त्यही चितवनको है नजिकै हो भन्थ्यो क्या नामै बिर्सेँ क्या आएन यार बिर्सेँ मैले त्यो भन्दा हेर कि एनबाट आउँथ्यो नि नेहु त्यस्तो त्यस्तो सन्चो छ यही हो नेहु भने त हो बताउ न खेले थियो र उसँग तिमी होइन केटाको कुरा गरे केटीको केटीको हो केटीको त अन्त तिमीलाई दिदी होइन यस्तो निकाल दिदी भन्दै क्या दीक्षा दिदी पर्छ यहाँ नजिक हो भन्छ क्या त्योसँग चाहिँ भन्छ क्या दिदीले दीक्षा त मेरो बहिनी हो होइन तिमी होइन को रहेछ त है को चाहिँ मैले त कसम चाहिँ बिर्सिसकेँ तिमीलाई मिलाइदिन्ला कामले मिल्ने हो के भन्छ कि हो बोलाई क्या हो किन बौलाउने र हामी त सिधा कुरा गर्ने हो बाङ्गो टाङ्गो गरिँदैन तिमीलाई मिलाउनलाई बोल न यसो कुरा सुनेर मलाई हाँस उठ्यो तपाईँ को हेर्नु बोल न मेरो तपाईँलाई साथीसँग तुकुस हेर्नु है हेर है एकदम मेरो साथी एकदम सोझी एकदम राम्री एकदम हेर बोली पनि यस्तो राम्रो भोइस पनि होइन अल्ला नगरी धेरै सिङ्गर हो गीत गाएर सुनाए यस्तो राम्रो कुरा गर्दा नि हल्ला मान्छे पागल नमार न भाइ ठ्याङ ठ्याङ हान्ने रहेछ मैले राम्रो गाउनै पाउँदैन किन हो मेरो मलाई बचा त बरु बचाउने हेडफिट छ तिम्रो Watch out! Help! Help! ओए म जले मरे छि ओए जले? छिटो न ला तँ मलाई बचाऊ
झ्याउ लाग्यो किन हो खेल्नै आउँदैन किन भन न स्कुलमा झर ल गणेशले अघि 41 किलो हानेको मजा आउँदो रहेछ उसले खेलेको हेर्नु त हो मजा आइरहेको थियो अब खेल्नुभन्दा 41 किलो हानेर थियो साँच्ची कुलबाईको लाइभ हेर्नुभन्दा तिम्रो मजा आइरहेको थियो मन पर्यो तिमीलाई ओए ओए एनिमी झऱ्यो यहाँ स्कुलमा एक वाच उतो माथिको बिल्डिङको त्यो छतमा झरेको छ उफ मर्यो मेरो टिभी चाहिँ बिग्राइदिएको Don't give नि up. Your teammates can still recall you. कहाँबाट हानिरहेछ Help! तिमीबाट छिरा